भाइ म रत्नगिरी जान लाग्छु, यो घर मेरो बेचाइदियो। ए भनेपछि रत्नगिरी जान लाइस। ठिक छ, एकजना घर किन्ने मान्छे छ हैन। मैले जे भने त्यसमा मात्रै भने, धेरै कुरा नगरेस्। म अहिले फोन गरेर बोलाइहाल्छु रोक। हेलो घोप्टे, यहाँ एउटा घर छ। मिलिहाल्यो, ल तुरन्तै आइहाल त। नमस्ते ठेकदारज्यू। ठेकदारज्यू, तपाईँले घरको लागि कल गर्नु भएको थियो। अब देखाउनु पर्यो, कहाँ छ घर? ए घर यही हो, हेर्नुहोस् एकदम राम्रो छ, सुविधा छ, कडीले भरिपूर्ण छ। एकदम पुरानो मोडलको टाइल हो, हेर्नुहोस् यो धेरै राम्रो छ। अनि यता पछाडि पनि आउनुहोस्। तपाईँलाई एउटा विशेषता थाहै छैन नि, तपाईँलाई राति अधराति एकदम दिसा पिसाब लाग्यो भने पनि यहाँबाट मोटा हगेका लिन्डा सरक फाल्न पनि सजिलो हुन्छ, त्यसको लागि भनेको छ। हेलो, अनि हेर्नुहोस् यी बान्ना एकदम हात्तीको गुले लिपेको, कहिल्यै झर्दैन। अब रह्यो तपाईँको मूल्यको कुरा, अब घरको के कस्तो कतिसम्म हाल्न सक्नुहुन्छ तपाईँ? अब हामीले चाहिँ तपाईँको 4 लाख भनेका छौँ यो घरको मूल्य। 4 लाख? बाबु 40,000 हो, 40,000 मात्र हो, 40,000 मात्र हो। तपाईँले यसको अगाडि यति ठुलो रकमको कुरा नगर्नु लागि, यसको मुटुमा पाल्छ र हार्ट एट्याक आल्छ छिटै। अनि तपाईँ कति दिन सक्नुहुन्छ त्यो भन्नु नि त। त्यो 40,000 भन्यो त मैले, 40,000 हो त। हेर यो त घर किन्न आयो कि भैँसो किन्न आयो, मापै फाल्ला भने 40,000मा कहीँ घर आउँछन्। भन्काइ माग्योलाई 4 लाख दिनु मिल्दैन त, हेर भाइ जाऊ। 40,000 मैले तपाईँले भने 4 लाख नबन्नु मेरो यसको अगाडि। यति ठुलो रकम सुनेर मेरो छोरा कहीँ ठाउँमै मऱ्यो भने चाहिँ मेरो छोडी दो मर्या मसर हाँसेर भाँगो लाग्दो भाइ जाऊ हेर।